नमस्कार जिजोलपा। तपाईहरू हेरिरहनु भएको छ संसार अनलाइन टिभी। यो हो कथामाला, जीवनका रङ्गहरू उनेर बुनेको कथामाला। म तपाईहरूकै आफ्नै प्रस्तुता जेसी निर्मला प्रधान। कथा केवल अक्षरहरूकै संयोजन होइन, हृदयको अनुभूतिहरूको सङ्कलन हो। यस कार्यक्रममा हामी जीवनका वास्तविकता, प्रेम, पीडा, सङ्घर्ष र सफलताको अनगिन्ती कथाहरू प्रस्तुत गर्ने गर्दछौँ, जसले तपाईको मन छुन्छ, सोच बदल्छ र नयाँ प्रेरणा दिन्छ। कथाहरूको संसार जीवनको चित्र छ यहाँ, भावनाको धरोहर, सम्झनाको सूत्र छ यहाँ। हर शब्दमा चेतनाको उज्यालो खोज्दै कथामालासँगै यात्रा गरौँ, आशाको मित्र छ यहाँ। आजको कथाको शीर्षक छ मेरा अजीब दौतरीहरू, जसलाई लेख्नु भएको छ कथाकार दीपक विवश आँसुले। कथामाला कार्यक्रमको यो 34औं भाग हो। समयले कति बेरुकीपन देखाउँछ, कहिले मुस्कुराउँछ त कहिले रुवाउँछ। जीवनलाई सही मोडमा हिँडाउन खोज्दा कति पटक समयको भेलले बगाउँछ। सपना बुनिन्छन्, सङ्कल्प गरिन्छ, तर नियतिको चक्रमा कति पटक भाँचिनु पर्ने बाध्यता आइपर्छ। एक समय थियो जब हामीलाई लाग्थ्यो हामी सङ्गीतमा डुबेर जीवन जिउनेछौँ। स्कुल कलेजका दिनहरूमा हामीले एउटा सानो तर गर्विलो सपना देख्यौँ, सङ्गीतलाई पेसा बनाउने। तबलाको थाप, बाँसुरीको धुन, हार्मोनियमको स्वर, ढोलकको ताल, यी सबै हाम्रो जीवनका अभिन्न अङ्ग जस्तै थिए। हामी त्यही धुनसँगै बाँच्न चाहन्थ्यौँ। तर जिन्दगी सधैँ सोचेको जस्तो कहाँ चल्छ र? आर्थिक अभावले सपना रोकिएको महसुस भयो। हामीले विदेश जाने, पैसा कमाउने अनि फर्किएर पुनः सङ्गीतलाई समाउने निर्णय गर्यौँ। त्यो दशक हाम्रो जिन्दगीको परीक्षा हुने थियो। यदि फर्केर आउन सकेनौँ भने हाम्रो बाँसुरीले सधैँको लागि मौनता साध्नेछ। तबलाको थापहरूले कसैलाई पुकार्ने छैनन्। तबलाका थापहरूले कसैलाई पुकार्ने छैनन्। तर नियतिले फरक बाटो रोज्यो। हामी मध्ये कोही अमेरिका पुग्यौँ, कोही मलेसिया, कोही दुबई, कोही कतार। वर्षौं बिते, तर फर्कन कसैलाई फुर्सद भएन। 2075 साल आयो, हामी सङ्गीतमा फर्कन सक्ने आशा खोज्दै थियौँ। तर अब त जीवनको गणित फेरिएको थियो। केही बुबा बनेका थिए, कोही श्रीमान श्रीमती त कसैलाई घर परिवारको जिम्मेवारीले थिच्यो, कसैलाई जागिरले बाध्य बनायो। अन्ततः हाम्रो तबला, ढोलक, बाँसुरी, कङ्गोहरू टुहुरा भए। जसरी आफ्ना अभिभावक गुमाएका नानीहरू भित्तामा झुन्डिएका तस्बिरलाई हेर्दै बिलाउँछन्, त्यसरी नै ती सङ्गीतहरूका सामग्रीहरू आज एक कुनामा धुलो टाँसेर बसेका छन्। हाम्रो हातले कहिल्यै नछाड्ने भनेर समातेका ती बाजाहरू आज कसैले समाउने छैनन्। आज जब सम्झन्छु मन भारी हुन्छ।
ती दौतरीहरू जसले सँगै गीत गाए, सँगै तबला ठोके, सँगै बाँसुरी फुकाए, ती सबै आफ्नो आफ्नो जिन्दगीमा हराएका छन्। कोही हामीले कहिल्यै नगुमाउने भनेर बचाएका सङ्गीतका सपनाहरू समयको नदीले बगाएर लग्यो। समयले सधैँ साथ दिन्छ भन्ने होइन, कहिलेकाहीँ उसले बिर्सने बहाना गर्छ, कहिलेकाहीँ परीक्षा लिने बहाना गर्छ। हाम्रो जिन्दगी पनि त्यही बहानामा अल्झियो। हामी केही युवाहरू जसको मनभित्र सङ्गीतप्रतिको अटुट माया थियो। विद्यालयका दिनहरूदेखि नै हाम्रो जीवन सङ्गीतकै धुनमा बहन्थ्यो। तबलाको थापमा हाम्रा मुटुहरू धड्किन्छन् वा धड्किन्थे। बाँसुरीको धुनमा आत्मा रोमाञ्चित हुन्थ्यो। गिटार, हार्मोनियम, नृत्य यी सबै हाम्रो अभिन्न हिस्सा थिए। हामीलाई लाग्थ्यो भविष्यमा हामी नै सङ्गीतका ठुला कलाकार बन्नेछौँ। तर जिन्दगी सधैँ सपना पुरा गर्न साधन होइन। कहिलेकाहीँ ऊ हामीलाई आफ्नै बाटोबाट विमुख गराउँछ। सङ्गीत हाम्रो जीवन थियो, हाम्रो सामूहिक सङ्कल्प थियो। सँगै सङ्घर्ष गर्ने, केही वर्ष विदेशमा पसिना बगाउने, पैसा कमाएर फर्कने अनि फेरि सङ्गीतलाई अँगाल्ने। तर जब फर्कने समय आयो तब हामी कोही पनि फर्कन सकेनौँ। जीवनले हामीलाई थाम्यो, जिम्मेवारीहरूले हामीलाई बाँध्यो। अन्ततः हाम्रो तबला, बाँसुरी, गिटार, हार्मोनियम सबै टुहुरा भए। 2060 सालतिर हाम्रो विद्यालयमा वार्षिक उत्सव मनाउने तयारी थियो। स्कुलका झ्याल ढोका रङ्गाएका थिए। स्कुलका चारैतिर चहल पहल थियो। त्यही बेला हामीले पहिलो पटक औपचारिक रूपमा एउटा सङ्गीत मञ्च बनाएर प्रस्तुत दिने निर्णय गर्यौं। विमल भेटवालले हार्मोनियम समाते, दीपक विवश आँसुले तबलामा ताल मिलाए, जीवन ढकाल र प्रेम आङदम्बे गिटार लिएर बसिहाले। गायनको जिम्मा दीपक पौड्याल र उमा नेपाललाई दिइयो। बाँसुरीको सुमधुर धुनका लागि रूपेश भट्टराई अघि सरे। नृत्यमा निर्मल पौड्याल, राजु थापा, विमला मैनाली, ईश्वर सिटौला, बबिता मोहरा, सुमित्रा थेबे सबै आफ्नो स्थानमा तयार भए। हामीले जुन दिन प्रस्तुत गर्यौं विद्यालयकै ऐतिहासिक क्षण बन्यो। शिक्षक लगायत अभिभावकहरू दङ्ग परे। हामीले महसुस गर्यौं सङ्गीतले हाम्रो पहिचान बनाउनेछ। स्कुल सकिएपछि कलेजमा पनि हाम्रो ग्रुप टुटेन, हाम्रो समूह कहिल्यै टुटेन। हामी कलेजका विभिन्न कार्यक्रममा गाउने, नाच्ने, सङ्गीतको धुनमा रमाउने गर्थ्यौं। त्यो समय नै हाम्रो जिन्दगीको स्वर्णिम काल थियो। कलेज सकिएपछि जिन्दगी यथार्थसँग ठोक्कियो। घरबाट कर लगाइयो। अब जागिर खोज, पैसा कमाऊ, आफ्नो भविष्य बनाऊ। तर हामी सङ्गीतलाई नै भविष्य बनाउन चाहन्थ्यौं।
तर आर्थिक अवस्था कमजोर थियो। परिवारलाई पनि हामीले बुझ्नु थियो। त्यसैले अन्ततः हामी सबैले एउटा योजना बनायौं, केही वर्ष विदेश जाने, पैसा कमाउने अनि फर्केर सङ्गीतमा सक्रिय हुने। हामीले 2065 2075 को समय सीमा राख्यौं। यो बीचमा पैसा कमाएर फर्कनेछौँ र फेरि सङ्गीतलाई अँगाल्नेछौँ। तर हामीले सोचे जस्तो कहाँ भयो र? हामीले सोचे जस्तो कहाँ भयो र? 2065 सालदेखि बिस्तारै हामी विदेशिन थाल्यौं। कसैले मलेसिया रोजे, कसैले कतार, कसैले दुबई, कसैले अमेरिका। मलेसियामा घामको झरीमा पसिना बगाउँदै गर्दा, कतारको तातो बालुवामा पैतालाहरू जलाउँदै गर्दा हामी सधैँ सम्झन्थ्यौं, यो दुःख केही समयको लागि मात्रै हो। हामी फर्कनेछौँ, हामी फर्कनेछौँ। तर जब 2075 साल आयो, तब परिस्थिति बदलिसकेको थियो। हामीमाथि सबैलाई पारिवारिक जिम्मेवारीले बाँधिसकेको थियो। कसैले जागिरलाई जीवनको अभिन्न हिस्सा बनाइसकेका थिए। सङ्गीतमा फर्कनुको साटो हामीले बाँच्नको लागि सम्झौता गरिसकेका थियौं। 2075 सालमा जब नेपाल फर्कने विषय उठ्यो, हामी मध्ये कोही पनि निश्चित हुन सकेनौं। अब त बिहे भइसक्यो, परिवार छोडेर जान मिल्दैन, नयाँ जागिर पाइयो, राम्रो पैसा आउँछ, सङ्गीतको यात्रा त धेरै टाढा गइसकेछ। यी सब बहानाहरू हाम्रो वास्तविकता बने। त्यो वर्ष हाम्रो ग्रुपको पुनर्मिलन हुन सकेन। कोही परदेशमै थिए, कोही नेपालमै भए पनि सङ्गीतसँग टाढा भइसकेका थिए। तबलाका तालहरू रोकिए, बाँसुरीका धुनहरू बन्द भए, गिटारको तारहरू मौन बसे। एक दिन म आफ्नो कोठामा बसेर पुराना सामानहरू हेरिरहेको थिएँ। कुना कुइन्टामा राखिएका मेरा तबलामा आँखा पर्यो। धुलोले छोपिएको थियो, छालाहरू फाट्न लागेका थिए। मलाई एकाएक सम्झना आयो त्यो समय जब म तबलामा ताल दिन्थेँ, साथीहरू गिटार, बाँसुरी, हार्मोनियम मस्त हुन्थे। ती क्षणहरू फेरि फर्कन सम्भव भएन। ती क्षणहरू फेरि फर्कन सम्भव भएन या थिएन। म अहिले तबलाको छेउमा बसेर सोच्दैछु, हामीले सँगै हिँड्ने कसम खाएका थियौं, तर समयले हामीलाई छुट्याइदियो। हाम्रो सङ्गीत पनि हामी जस्तै एक्लिएको छ। हाम्रो सङ्गीत पनि हामी जस्तै एक्लिएको छ। सङ्गीतमा फर्कन सम्भव छैन। सङ्गीतमा फर्कन सम्भव छैन, तर ती दिनहरूको सम्झना मनको कुनै कुनामा अमेट छ। आज हाम्रो तबला बज्दैन, बाँसुरी फुकिँदैन, गिटार बज्दैन, तर ती धुनहरू हामीभित्र अनन्तकालसम्म गुन्जिरहनेछन्। अनन्तकालसम्म गुन्जिरहनेछन्। हामी साथीहरू भौतिक रूपमा टाढा भयौं, तर ती सम्झनाहरू, ती बाजाहरू, ती सुरहरू कहिल्यै मेटिने छैनन्। ती बाजाहरू, ती सम्झनाहरू कहिल्यै मेटिने छैनन्।